धनकुटा सदरमुकाम स्थित तल्लो टुरी खेलमा सञ्चालन भइरहेको शहीद भीमनारायण गोल्ड कप फुटबल प्रतियोगिताको सेमिफाइनलको दोस्रो खेल आज सम्पन्न भएको छ र आजको खेल चाहिँ झापाको बिर्तामोड युनाइटेड क्लब र मोरङको बेलबारी फुटबल क्लब बीच प्रतिस्पर्धा भएको थियो र आजको खेलमा चाहिँ झापालाई सपोर्ट गर्नुहुने खेलप्रेमी महानुभावहरू एकदमै धेरै हुनुहुन्थ्यो र झापालाई सपोर्ट गर्नुको मुख्य कारण चाहिँ के थियो भने योभन्दा अगाडि धेरै पटक झापाले जित हासिल गरेको थियो। साथसाथै अस्ति भर्खरै राजारानीमा सम्पन्न रारा गोल्ड कप पनि झापाले जितेको थियो। त्यही भएर पनि मैले आज यहाँ खेलप्रेमी महानुभावहरूले कसले जित्छ भनेर क्वेशन सोधेको थिएँ। मलाई त बेलबारीले जित्छ जस्तो लागिरहेछ। 2-0 भइसक्यो। मलाई चाहिँ झापा जस्तो लाग्छ। खै अब हेरौँ के हुन्छ। झापाले गोल खाए पनि झापाले जित्छ, बेलबारी हार्छ। मलाई चाहिँ बेलबारीले 1 गोल हानिसकेको छ। हाफ टाइम नहुँदै बेलबारीले नै जित्छ। सधैँ झापाले जित्यो तर यसचोटि बेलबारीको गेम पनि राम्रो छ। मलाई त हेर्दा त झापाले जस्तो लाग्छ तर 1 गोल उर्लाबारले हालिसक्यो। मलाई चाहिँ बेलबारीले नै जित्छ जस्तो लागिरहेको छ। गेम चाहिँ झापा र बेलबारीको भइरहेको छ। म त एकदम बेलबारीको सपोर्टर हो। बेलबारीले नै जित्छ जस्तो लाग्छ मलाई चाहिँ। यसरी नै आज चाहिँ सोलोमन किङले ह्याट्रिक गर्दै बेलबारीले फाइनलमा प्रवेश गरेको छ र यस्तै न्युजहरू सुन्न चाहनुहुन्छ, हेर्न चाहनुहुन्छ भने मलाई फलो गर्न चाहिँ नबिर्सिनुहोला। धन्यवाद सबैलाई।